हेलो एभ्रिवान, वेलकम ब्याक टु माई पेज। आज चाहिँ हामी एक्सिएम ट्रेनिङको लागि छङ्गु लेक जाँदैछ, किनभने 2 नोभेम्बरमा चाहिँ हाम्रो गान्तोकदेखि लिएर छङ्गु लेकसम्म चाहिँ एक्सिएम रेस हुन आँटेको छ। हामीले चाहिँ आज रानीपुलदेखि नै हाम्रो ट्रेनिङ स्टार्ट गरेको, त्यही भएर चाहिँ माथि छङ्गु लेकसम्म पुग्दाखेरि 55 किलोमिटर जस्तो हुन्छ होला। अहिले चाहिँ हामी माथि 3 माइल पुगिसक्यो चेकपोस्ट क्रस गरेर। आज चाहिँ हामी मोस्टली जोन 2 जोन 3मा मात्रै जान्छ, बेसी पुस गर्दैन, किनभने यो जस्ट हाम्रो एउटा ट्रेनिङ राइड हो प्लस एउटा रुट चेक मात्रै हो। त्यही भएर हामी आज इजी नै जान्छ। छङ्गु त्यस्तो बेसी टफ त छैन, तर एल्टिट्युडमा भएकोले गर्दा होला 1-2वटा क्लाइम्बमा चाहिँ निकै टफ हुन्छ। तर जति पनि सी लेभलबाट आउनेहरूलाई चाहिँ यहाँ निकै टफ नै हुन्छ, किनभने उनीहरूलाई एल्टिट्युडमा त्यस्तो बानी हुँदैन। किनभने एल्टिट्युडमा चाहिँ अक्सिजन पुरा नै कम्ती हुन्छ, त्यो भएर चाहिँ ब्रिदिङमा निकै साह्रो पर्छ। त्यही भएर जति पनि सी लेभलबाट आउने राइडर्सहरू चाहिँ अलिकति भए पनि एलिभेसनमा ट्रेनिङ गर्नुहोस्। अलमोस्ट 2000-3000 मिटर्सको एलिभेसनमा चाहिँ ट्रेनिङ गर्नैपर्छ तपाईँहरूले यहाँ आउनु लागि। छङ्गुमा ट्रेनिङ गर्नु लागि आउँदाखेरि चाहिँ जहिले पनि हामीलाई डिफ्रेन्ट फिल हुन्छ, किनभने यहाँको वेदर अनुसार यहाँको भ्यूहरू डिफ्रेन्ट देख्छ। जस्तो समर टाइममा यहाँ बेसी फगी हुन्छ, तर अहिले विन्टर्स भएकोले गर्दा होला सबै ठाउँ क्लियर छ, त्यो भएर भ्यू पनि राम्रो देख्दैछ। हामी चाहिँ राइड गर्दाखेरि गीत गाउँदै जाँदैछ, अलिकति भए पनि एक्जर्सन फिल नहोस् भनेर। अब यो आउँदै गरेको क्लाइम्ब चाहिँ सबभन्दा ब्रुटल छ छङ्गु लेकमा, किनभने यो चाहिँ अलमोस्ट 20 to 25 जस्तो भेट्छ। त्यही माथि हाई एल्टिट्युड भएर होला अक्सिजन ल्याक भएकोले गर्दा निकै साह्रो पर्छ। तर हामीलाई चाहिँ यो ठाउँमा निकै इजी नै फिल हुन्छ, किनभने हामी चाहिँ अलमोस्ट 6 to 7 टाइम्स आइसक्यो होला छङ्गु लेक चाहिँ ट्रेनिङ गर्दै रेस खेल्दै। त्यो क्लाइम्ब सक्ने बित्तिकै यहाँ चाहिँ अलिकति फ्ल्याट हुन्छ, त्यहाँदेखि चाहिँ फेरि क्लाइम्ब स्टार्ट हुन्छ, जुन चाहिँ 6 to 7हरू मात्रै हुन्छ। अहिले चाहिँ टुरिस्ट सिजन भएकोले गर्दा होला यहाँ चाहिँ पुरा गाडी कुद्छ, त्यो पनि हामी मर्निङ टाइम भएर होला। अहिले जति पनि छङ्गु जाने टुरिस्टहरू चाहिँ मर्निङमै जान्छ, त्यही भएर यो बाटो कुदाउनुमा चाहिँ अलिक केयरफुल भएर गाडीहरूलाई हेरेर कुदाउनु। मलाई चाहिँ आज यो छङ्गु ट्रेनिङमा पुरा साह्रो पर्दैछ, किन भन्दाखेरि चाहिँ हिजो चाहिँ मैले जिम सेसन गरेको थिएँ, अन्त प्लस स्विमिङ पनि, अन्त प्लस इभिनिङ रिकभरी राइड पनि भएको थियो। म चाहिँ अहिले कोक खाँदै कुदाउँदैछु, अलिकति भए पनि एनर्जी आउँछ भनेर, किनभने कोकमा चाहिँ क्याफेन हुन्छ नि त, त्यही भएर चाहिँ कोकले अलिकति भए पनि एनर्जी दिन्छ भनेर। यहाँ चाहिँ कलरको ध्वजा लगाएकोले गर्दा होला भ्यू बहुत दामी देखिरहेको छ। अब चाहिँ हामी 2 to 3 किलोमिटर्समा चाहिँ कञ्चनजङ्घा भ्यू पोइन्ट आउँछ, जहाँबाट चाहिँ कञ्चनजङ्घा क्लियरली देख्छ। अनि त्यहाँ चाहिँ हामी सर्ट ब्रेक लिन्छ होला। अहिले चाहिँ म पानी हेर्दै हिँड्दैछु, किनभने घाम डाइरेक्ट भएकोले गर्दा होला पुरा एक्जर्सन फिल हुँदैछ। अहिले चाहिँ हामी सर्ट ब्रेक लिइरहेको छ। अहिले चाहिँ म यहाँ चिया र बिस्किट खाँदै भ्यू इन्जोय गर्दैछु। यो चाहिँ हो कञ्चनजङ्घा भ्यू पोइन्ट। भर्खर चाहिँ मैले चिसो पानीले जिउ नुहाएँ, अन्त चाहिँ अहिले मलाई फ्रेस फिल हुँदैछ। अब चाहिँ छङ्गु नो डाउट पुग्न सक्छु म।
अब चाहिँ हामी फेरि वाइफाई ब्रेक लिन आँटेको भ्यू इन्जोय गर्दै वाइफाई खाने भनेर। अहिले चाहिँ हामी ब्रेक लिइरहेको छ, वाइफाई खाँदैछ। खाएर चाहिँ प्लास्टिक चाहिँ आफै घर लैजाउनुपर्छ ब्यागमा हालेर। यही यसरी मैला फिटा जस्तो चाहिँ गर्नु हुँदैन। बियर बोतलहरू सबै खाइदिइरहेको छ, यस्तो चाहिँ नगर्नुहोस्। आफ्नो मैला चाहिँ आफै लैजाउनुहोस्। आज चाहिँ मजाले घाम लागेकोले गर्दा होला वेदर पनि ओभर दामी छ, भ्यू पनि ओभर क्लियर देख्दैछ। यहाँको भ्यू चाहिँ दामी छ गाइस। डिसेम्बरमा चाहिँ अलिकति भए पनि इन्जोय गर्दै गएको, किनभने अझै निकै काम छ। त्यही भएर अहिले चाहिँ हामी डिसेम्बर गर्दैछ। त्यहाँदेखि चाहिँ फेरि 17 माइलको क्लाइम आउँछ। यो चाहिँ सेकेन्ड टफ क्लाइम हो छङ्गुको, किनभने यहाँ पनि त्यस्तै 20 to 24 जस्तो ग्रेडियन्ट भेट्छ। प्लस अब चाहिँ हाई अल्टिट्युड लागेकोले गर्दा होला निकै टफ पर्दैछ मलाई पनि। म चाहिँ भिडियो हाफ गर्दै देखाउँछु, किनभने डल्लै देखाउनु साह्रो पर्छ। प्लस ओभर लेन्दी पनि हुन्छ, किनभने यो रुट चाहिँ बडै लङ छ। हामी चाहिँ 17 माइल आइपुगिसकेको छ। अन्त यो चाहिँ आर्मीहरूको स्टे हो। यहाँ चाहिँ हामी पहिलापालि नथुला एक्सपेडिसन गर्दाखेरि बसेको थियो। अब यहाँदेखि चाहिँ छङ्गु त्यस्तै 8 to 9 किलोमिटर जस्तो होला। Look at the view, guys. हामी चाहिँ लन्चको लागि यहाँ जग्गा हेर्दैछ, किनभने यहाँदेखि चाहिँ अब त्यस्तै 6 to 7 किलोमिटर जस्तो छ। त्यो पनि सलिड क्लाइमहरू छ। त्यही भएर चाहिँ अब चाहिँ हेभी लन्च गरेर मात्रै क्लाइम गर्ने। त्यही भएर यहाँ रेस्टुरेन्ट हेर्दैछ। अन्त चाहिँ गाइस भ्यू हेर्न सक्नुहुन्छ। अहिले चाहिँ हामीसित तोप्देन दा पनि हुनुहुन्छ। दा चाहिँ तलबाट ढिलो हिँड्नुभएको थियो, तर हामी यहाँ लन्च गर्दाखेरि चाहिँ दाले हामीलाई क्याचअप गर्नुभयो। अब चाहिँ हामी माथिसम्म सँगै जाने। यहाँ चाहिँ क्लाइम बेसी भएकोले गर्दा होला ठुलो गाडीहरू पनि ओभर हिट हुन्छ। अन्त चाहिँ यो चाहिँ हो थर्ड क्लाइम, जुन चाहिँ अलिक इन्टेन्स छ। मलाई चाहिँ पहिलापालि यो छङ्गु रेसमा चाहिँ यो ठाउँमा ओभर साह्रो परेको थियो भोकले गर्दा। मैले चाहिँ खालि एउटा जेल मात्रै बोकेको थिएँ। त्यही भएर यो क्लाइममा चाहिँ मलाई निकै साह्रो पर्दै थियो। यही क्लाइमदेखि होला मलाई हेमन्तले नागेर चाहिँ म सेकेन्ड पोजिसनमा ड्रप भएको थिएँ। यहाँदेखि पनि तपाईँको अझै 6 किलोमिटर जस्तो टाढो छ छङ्गु। घोडा पनि रहेछ यही हेर्नुहोस्, आफै फर्किँदो रहेछ त यिनीहरू गाईहरू। यहाँदेखि चाहिँ छङ्गु लेकसम्म ओभर बेसी टर्न्स छ। त्यही भएर चाहिँ मोस्टली राइडर्सहरूको यहीँ मेन्टल ब्रेकडाउन हुन्छ। फाइनली हामी चाहिँ छङ्गु पुगिसक्यो आफ्टर अ लङ डे। अन्त छङ्गुको वेदर चाहिँ ओभर दामी रहेछ, ओभर बेसी टुरिस्टहरू पनि आउनुभएको रहेछ। अब चाहिँ छङ्गुको भ्यू इन्जोय गर्नु